गर्छ यो मान्छेले? तिमीलाई मैले चामल चाल्ने चाल्नी ल्याइदेऊ भने कसले भनेको ल्याइदिँदैनौ त यहाँ कनिका जानु कति साह्रो पर्छ हेर राधिका हिजोसम्म तिमीले कराई पन्यौ डारूले हान्दै थियो आज आएर तिमीले गम्बुटले हानेको मलाई मेरो कम्ती भए पनि यति भए पनि अलिकति भए पनि इज्जत छ पो त घरमा नभए पनि बाहिर इज्जत छ अब त्यसो नगर न अब गम्बुटले हानिराख्छौ तिमीले मलाई इज्जत गर्नु पर्दैन बुढाको नान्नु राधिका ल लु काका तपाईँले के को लागि मलाई भनेको थियो अर्डर गरेको थियो बनाइदिएको छु मैले त पैसा चाहिँ भएर ठिकै ल्याइदियो नि मेरो राधिकाको दिमाग चाहिँ छैन अलिकति चल्ने चल्ने भनिबस्थ्यो भने यी पक्र जा पक्र दाल चिनी चामल के जाति हुन्छ सबै चाल्नु फेरि होम मेड हो फेरि बाहिर किन ल्याएन घरमै आफ्नै हातले बनाएको यसमा कनिका दामी निक्लिन्छ ल गए त्यो चिया बनाएर ल्याइदेऊ त